पेलार्गोनियममा चाहिँ कोपिलाहरू लागिसकेको छ। अब हप्ता दिनभित्रमा यसमा चाहिँ फुलहरू पनि देखा पर्छ। यो चाहिँ एकदमै बेसी झाँगिन्छ र यसमा चाहिँ जेरेनियममा भन्दा चाहिँ धेरै गुणा बेसी फुल फुलाउनु सकिन्छ यदि ठिकसँगले केयर गर्यो भने। केयर कसरी गर्नुपर्ने आउनुहोस् हेरौँ। कोपिला लाग्दै गरेको अवस्थामा चाहिँ यसलाई रिपोर्टिङ नगर्नुहोस्। यस अवस्थामा चाहिँ यसलाई यस्तो जग्गामा राख्नुपर्छ जहाँ चाहिँ 4 घण्टादेखिको 6 घण्टासम्म यसलाई घाम पर्योस्। मध्य दिनको चर्को घामदेखि चाहिँ यसलाई बचाउनु पर्छ। यदि तपाईहरुको जग्गाको टेम्परेचर चाहिँ 25 डिग्री भन्दा माथि छ भने चाहिँ पिनाको पानी चाहिँ नदिनुहोस्। गर्मी जग्गामा चाहिँ तपाईहरुले यसलाई फर्टिलाइजरको रूपमा चाहिँ एनपीके दिनु सक्नुहुन्छ, जसमा चाहिँ नाइट्रोजनको मात्रा चाहिँ एकदमै कम्ती होस् अनि फस्फरसको मात्रा चाहिँ अलिकति बेसी होस्। यो एकदमै बुसी हुन्छ, त्यसैकारणले चाहिँ यसलाई चाहिँ ठुलै गमलामा रोप्नुपर्छ। हामीले चाहिँ सुरुमा नै यसलाई 16 इन्चीको गमलामा रोपेका छौं। पानी दिँदाखेरि चाहिँ यसलाई चाहिँ घाम डुबिसकेर साँझ पाखामा दिनुहोस्। ओभर वाटरिङ चाहिँ गर्नु हुँदैन। ओभर वाटरिङ गर्यो भने चाहिँ तपाईहरुको फुलहरु राम्रो नफुलिकनै झर्छ, साथै पातहरु पनि धेरै मात्रामा पहेँलो हुन्छ। यदि तपाईहरुको गार्डनमा पेलार्गोनियम छैन भने चाहिँ पेलार्गोनियम एड गर्ने चाहिँ यो राम्रो समय हो। यति बेला चाहिँ तपाईले नर्सरीतिरबाट अथवा दोकानतिरबाट चाहिँ पेलार्गोनियमहरु किनेर ल्याउन सक्नुहुन्छ। र यस्तै जानकारीहरुको निम्ति चाहिँ हेर्दै गर्नुहोस् हाम्रो फुलबारी पेजलाई फलो गर्नु चाहिँ नबिर्सिनु।